हेलो एभ्रिवान। आज चाहिँ म अचम्मको कहानी सुनाउन गइरहेको छु। हामी चाहिँ शुक्रबार भोलि शनिबार मेला घुम्न जाउँला भन्ने कुरा गरिसकेको थियौँ। कुरा गरिसके चाहिँ लगभग कुरा हाम्रो फिक्स भइसकेको थियो। त्यस पछाडि चाहिँ हामी सुत्यौँ। अनि बिहान चाहिँ म उठेँ। बिहान उठेर चाहिँ मैले झाडु पोछा गरेँ। झाडु पोछा गरिसकेपछि चाहिँ मैले चिया नास्ता पकाएर बुवा आमालाई खाना दिएँ। त्यस पछाडि चाहिँ म खाना पकाउनतिर लागेँ। अनि मेरो खाना पनि पाकिसकेको थियो। त्यस पछाडि चाहिँ मैले सबै घर सरसफाइ गरेँ, किनकि शनिबार थियो, त्यही भएर सरसफाइ गरेँ। सरसफाइ गरिसकेपछि चाहिँ म नुहाउन गइसकेपछि चाहिँ म नुहाएर निस्किँदा चाहिँ हाम्रो नानी उठिसकेको थिएँ। त्यस पछाडि चाहिँ खाना खाने अब भनेको थियौँ। खाना लगभग 11 बजिसकेको थियो। अनि त्यस पछाडि चाहिँ हामीले सुभाषलाई उठाउन गयौँ। सुभाषलाई उठाउन जाँदाखेरि चाहिँ सुभाषले मलाई अहिले खानु मन छैन, पछि खान्छु, तिमीले खाऊ भनेर भन्नुभयो। त्यस पछाडि चाहिँ हामीले खाना खाइसकेपछि चाहिँ मैले भाँडाहरू माझेँ। भाँडा माझिसकेपछि चाहिँ फेरि उठाउन गएँ, उठ्नु भएन। अनि त्यस पछाडि चाहिँ मैले फेरि अब म सरसफाइ गर्छु कोठा, तपाईँ उठ्नुहोस् भनेर भनिसकेपछि चाहिँ उठ्नुभयो। लगभग 1 बजिसकेको थियो। 1 बजिसकेपछि चाहिँ अनि त्यहाँले उठेर चाहिँ तिमीहरू सत्यो, हामी अब मेला जाउँला भनेर भन्नुभयो। अनि मलाई चाहिँ रिस उठेको थियो। म जान्न, हजुर जानुहोस् भनेर भनिसकेपछि चाहिँ त्यहाँ तल झर्नुभयो। झरिसकेपछि चाहिँ मैले आफ्नो कोठा सरसफाइ गरेँ। अनि तल झरेँ। अनि तल झरिसकेपछि लगभग 1:30-2 बजिसकेको थियो। त्यस पछाडि फेरि के मुड लाग्यो। त्यस पछाडि घुम्न जाँदै फेरि मेला हेर्न भनेर भने हुन्छ जाऊँ, रेडी हो भनेर भन्नुभयो। हामी चाहिँ खुसी हुँदै नानी र म रेडी भयौँ। रेडी भइसकेपछि चाहिँ हामी तल झऱ्यौँ। तल झरिसकेपछि चाहिँ हामी लाग्यौँ अब जाने भनेर। जाँदाखेरि चाहिँ हामी खुसी भएको थियौँ जे होस् मेला जान्छौँ भनेर। लास्टमा चाहिँ हामीलाई त्यहाँले रङाइजा लाउनु भयो। रङाइजादेखि हामी जाँदै गर्दाखेरि चाहिँ पञ्चकुले आयो। पञ्चकुले हेर्दै जाँदाखेरि चाहिँ हापुरे जाने र खिलतपुर जाने बाटो आयो। अनि सिधै हापुरे जाने बाटोतिर बाइक मोड्नु भयो। अनि हापुरे बजार आइपुग्यौँ। हापुरे बजार आइसके चाहिँ शनिबार भएर पनि होला सबै सटरहरू पसलहरू सबै बन्द थियो। त्यसरी खासै राम्रो चाहिँ लागेन त्यति बेला चाहिँ हापुरे बजार हामीलाई, किनकि बन्द भएको कारणले पनि हुनसक्छ। टवाङ खोला आयो। त्यहाँबाट हंसपुर र पुरानधारा छहरा जाने चोक आयो। हामी पुरानधारा नगएर हंसपुरतिर लाग्यौँ। हंसपुरतिर लागेर त्यो बाटो हेर्दै जाँदाखेरि शीतलपुर र सुर्खेत जाने चोक आयो। हामी सुर्खेत रोड नगएर शीतलपुर जाने बाटो लाग्यो। त्यहाँ बाटोमा एउटा मन्दिर रहेछ र मन्दिर हेर्दै अगाडि बढ्यौँ। त्यस पछाडि चाहिँ हामी अब घर फर्क्यौँ भनेर भन्यौँ। घर फर्किँदाखेरि चाहिँ हामी एउटा होटलमा बसेर नास्ता खान लाग्यौँ। नास्ता खाइसकेपछि चाहिँ अब हामी फेरि बाइकको यात्रा गऱ्यौँ। गरिसकेपछि चाहिँ हामी आउँदाखेरि चिसापानी मन्दिरको बाटो छेउमा एकजना बुढो बाजेले खोले सागमा बेच्न राख्नु भएको रहेछ। हामीले किनेर ल्यायौँ र घर आइपुग्यौँ। हजुरहरूले चाहिँ मेरो भिडियो कति पनि झ्याउ नमानेर लाइक कमेन्ट गरिदिनु होला। ओके, बाई। अर्को कहानी चाहिँ छिट्टै आउनेछ।